मुस्ताङ जिल्लामा रहेको उपर मुस्ताङ थलुङ पाँचदेखि दामोदर कुण्डसम्मको यात्रामा हजुरहरूलाई देखाएको छु। यो चाहिँ हामी हिँडेर जाने क्रममा चाहिँ मैले बाटोमा यसो क्लिपहरू लिएको छु। हिँडेर जाँदाखेरि चाहिँ हाम्रो देखिरहेछ अगाडि हो त्यो डाँडा हो, त्यो पारिपट्टिको चाहिँ अग्लो डाँडा चाहिँ पार गर्नुपर्ने छ। त्यो चाहिँ हामी भोलिसम्ममा पार गर्छौँ भन्ने अनुमानले हिँडेछौँ। आज चाहिँ हामी यो डाँडाबाट हुँदै यो डाँडाबाट पारिपट्टि त्यो डी गाउँ आउँछ, त्यहाँबाट चाहिँ हाम्रो यारा गाउँ हुँदै आज यारा गाउँमा बस्ने भन्ने योजना बनाएको छौँ। हामी हिँड्ने क्रममा चाहिँ बाटोमा चाहिँ एकदम धेरै भिडहरू अनि त्यसपछि पहाडहरू सुक्खा पहाडहरू हेर्दै हिँडिरहेका छौँ। यो बाटोमा चाहिँ अब देख्न चाहिँ हामीले यस्तै देख्छौँ, तर यो एकदम हाइटमा छ, एकदम धेरै हाइटमा छ। अहिले म हिँडिरहेको ठाउँ चाहिँ तपाईँहरूको 4500को उचाइमा छ लगभग समुद्र सतहदेखि। यहाँ चाहिँ एकदम गाह्रो हुन्छ पहिलोचोटि आउने मान्छेहरूलाई चाहिँ। लगभग अब हामी चाहिँ ढी गाउँ नजिक आइपुग्न लागेको छौँ। यो चाहिँ हाम्रो कुरोला जाने बाटोहरू देखिरहेको छ यहाँबाट, यो माथिबाट मैले देखेको छु। अब हामी चाहिँ बिस्तारै अगाडि बढिरहेछौँ, साथै भारी बोकेर पनि हामी हिँडिरहेछौँ। हामी दामोदर कुण्ड पुगेर आउँछौँ भन्ने हामी अठोटमा हिँडिरहेछौँ। यहाँ चाहिँ अब एकदम नाउरहरू पनि धेरै देखिन्छन् अनि यो भिडमा चाहिँ नाउरहरू देखिन्छ। त्यहाँको रमाइलो हेर्दै सिनहरू हेर्दै अनि चिसो पनि एकदम छ, हावा पनि सिसो चलिरहेको छ। यहाँ के हेर्दै गरेर चाहिँ अब हाम्रो ढी गाउँ आइपुग्नु लाग्यो। यहाँ चाहिँ बस्ने ठाउँ छ है। अब हामी चाहिँ यो बाटो झर्छौँ, यो सिधै बाटो छ। ढी गाउँ आइपुग्नु लागेपछि चाहिँ हामी यहाँ फलामको एउटा बिरन्ची बस्ने एउटा देख्छौँ। यहाँबाट चाहिँ हामीले उता पारिपट्टि देखेको डाँडा हामीले त्यही कटेर हामी भोलि यहाँबाट जाँदैछौँ। यहाँ चाहिँ एकदम भिड छ, हिँड्न पनि एकदम अप्ठ्यारो छ। अनि हामी अब जाने क्रममा चाहिँ अब बाटोमा चाहिँ हामीले यस्तो ठाउँमा ठाउँ पनि देख्छौँ माथि नै। यहाँबाट चाहिँ सिधै छ, गाई चाहिँ एकदम सिधै भिड छ। अब हामीले ढी गाउँ देख्छौँ यहाँबाट त्यो तलपट्टि साइडपट्टि। हामी गाउँमा पनि छिरिसकेछौँ। गाउँको साइडबाट हामी त्यो चाहिँ हामीले देखेको ढी गाउँ। यहाँबाट चाहिँ हाम्रो अब दुईवटा एरो देखाएको छ। यतापट्टि साइडमा चाहिँ हामीले अब ढी गाउँपट्टि जाने बाटो छ, यतापट्टि चाहिँ यारा गाउँ। अब हामी जाने छौँ आज यारामा गएर हामी बसिन्छौँ। यारामा जाने क्रममा चाहिँ बाटोमा जोलिङ्गे पुल पनि आउँछ। यहाँबाट चाहिँ दामोदर कुण्ड जाने भनेर एरो पनि देखाएको छ। बाटो यस्तो छ। हामीले यो एरोबाट चाहिँ हामी फेरि माथितिर लागिरहेछौँ। माथितिर चाहिँ अब यारा भनेर एरो देखाएको छ। अब यारा पनि हामी आइपुग्न लागेको छौँ। अब नजिक छौँ। नजिक हुने क्रममा चाहिँ हामी बाटोमा यस्तो सिँढीहरू पनि चढ्दै जान्छौँ। यहाँबाट चाहिँ खतरा सिन देखिन्छ, त्यो पहाडहरू चिरिएको जस्तो पुरै सिनहरू फोटोसोटो खिच्न राम्रो देखिन्छ। यहाँबाट यहाँ आउन सक्नुहुन्छ हजुरहरू पनि। अब हामी यारामा गइसकेका छौँ। यहाँ चाहिँ एकदम होटेलहरूको बस्ने व्यवस्था पनि राम्रो छ। अब हामी जाँदा चाहिँ त्यहाँ होटेल एकदम प्याक भएको हुनाले चाहिँ हामी यहाँको एउटा आश्रममा बसेका छौँ। हाम्रो साथीहरू हामी सबै 25जना जति छौँ धेरै। अनि हामी बेलुका त्यहाँ बसेर भोलिपल्ट बिहान चाहिँ अब एकदम बादल पनि लागेको छ। अब यहाँबाट चाहिँ हामी अगाडि हिँड्नुपर्छ भनेर हामी बिहानै चाँडै गरी खानासाना बनाएर लगभग हामी 8 बजेतिर त्यहाँबाट हिँड्नुपर्छ भनेर हामीले बिहान छिटै गरी हामी त्यहाँबाट हिँड्यौँ। अब त्यहाँबाट हामी अगाडि याराबाट गाउँलाई पनि हामी छोडेर अगाडि अब आजको नाइट हल चाहिँ हाम्रो हिउँमा ठाटी भन्ने माथिपट्टि चुट्टीको पहाडको साइडपट्टि रहेको छ। त्यहाँ चाहिँ हामी नाइट हल चाहिँ बस्नेछौँ आज। अनि त्यहाँबाट चाहिँ हामी लगभग एक दिन हिँडेपछि चाहिँ दामोदर कुण्ड पुगिन्छ भन्ने हामीले सुनेको छौँ। र बाटोमा जाने क्रममा चाहिँ यस्तो सानो नहरहरू पनि छन्। अब कुलहरू छ, यो त्यो सिँचाइको लागि त्यहाँ कालीगण्डकीको विभिन्न साना नदीहरूबाट चाहिँ पानीहरू ल्याइएको छ। यो पानीहरू ल्याउने क्रममा चाहिँ हामी नहर हामी हिँड्दैछौँ। यहाँ साइडमा पनि खोला छ। खोलाको यो तलपट्टि चाहिँ हामीले शालिग्रामहरू पनि टन्नै भेटिन्छ भन्ने एउटा भनाइ थियो, तर मैले चाहिँ खासै धेरै भेटाएन, एउटा दुईवटा मात्रै भेटाएको थिएँ। साथीहरूले धेरै भेटाउनु भएको थियो त्यहाँ। खोला पनि सानो छ, तर तर्नु चाहिँ सकिन्छ। कुनै ठाउँमा चाहिँ ढुङ्गा राखेर तर्नु पर्ने छ। बाटोमा चाहिँ
बाटोमा चाहिँ अब पहाडहरूको बिचबिचबाट छिर्नुपर्ने हुन्छ अनि शालिग्रामहरू पनि खोज्दै हिँडिरहनु भएको छ साथीहरू। म चाहिँ अब खासै त्यति शालिग्राम खोजेर हिँडेको पनि छैन र हामी खोलाको बाटो चाहिँ हिँड्दै गर्दा चाहिँ अब बाटोमा हामीले पहाडहरूमा गुफाहरू पनि देखिन्छौँ। अहिले हामीले गुफाहरू पनि देख्नेछौँ। यो खोलाको बाटो चाहिँ एकदम सर्टकट नजिक हुने भएर हामी यो बाटो खोलाको बाटो धेरै हिँडेछौँ। यो शालिग्राम पनि भेटिने भएको हुँदा अर्को मैले अघि नै हजुरहरूलाई भनेको पनि थिएँ बाटोमा गुफाहरू देखिन्छ भनेर। यो चाहिँ हाम्रो गुफा, यहाँ चाहिँ लामाहरूको एकदम धेरै पूजाआजा पनि हुँदो रहेछ गुफाभित्र र हामी फेरि अगाडितर्फ लागिरहेको छौँ। लगभग हामी 2 घन्टा जति हामी खोलाको बाटो हिँडिसकेका छौँ। अझै हामी अगाडि बढिरहेछौँ। लगभग अब खोलाको बाटो पनि सकिन लागिसकेको छ। यहाँ चाहिँ घोडा हिँड्ने बाटो पनि यही नै रहेको छ भन्ने हामीले त्यहाँ यारा गाउँमा जानकारी पाएको थियौँ। त्यही घोडाको बाटो हेर्दै हामी अगाडितर्फ बढिरहेका थियौँ। म चाहिँ पहिला पनि यो बाटो चाहिँ एकचोटि चाहिँ हिँडिसकेको थिएँ, तर पहिला हिँड्दा चाहिँ मलाई त्यति धेरै महसुस भएको थिएन। अब हामीले साइडमा चाहिँ यो माथिपट्टिको बाटो चाहिँ अब हामीले जानुपर्ने छ खोला छोडेर। अब हामी चाहिँ उकालोतर्फ लाग्ने क्रममा छौँ। अब यो बाटो साइडपट्टि चाहिँ अब लगभग उकालो पर्छ, तर उकालो परे पनि अब सर्टकट बाटो भएको हुनाले अब हामी हिँडिरहेको छौँ। यो पारिपट्टि चाहिँ लुरी गुम्बाको अलिकति सानो देखिएको छ, मोबाइलबाट चाहिँ खासै धेरै राम्रो देखिएन होइन। त्यही मैले हजुरहरूलाई अलिकति चाहिँ देखाएँ। अब हामी मास्तिरतिर बढिरहेछौँ। हामीले त्यो उकालोको बाटो छोडेर यता मेन बाटोमा आइसकेका छौँ। यहाँ चाहिँ हामीले उचाइको असरबाट सावधान रहनु होला भनेर हामीले बोर्ड एउटा देखेका छौँ। यहाँबाट चाहिँ अब हाम्रो घिमठाँटी धेरै टाढा पनि छैन, लगभग 1 घन्टा जति हिँडेपछि हामी पुग्नेछौँ। यहाँ चाहिँ हामीले उचाइबाट चाहिँ पहिलोचोटि आउने साथीहरूलाई चाहिँ एकदम चिसोले अल्टिट्युड लाग्ने, हाई चिसोले गर्दाखेरि एकदम गाह्रो हुँदा यो बोर्डहरू ठाउँमा हामीले देख्न सक्छौँ। त्यसै गरी हामीले बिचमा चाहिँ एउटा चौरी जस्तो पनि देख्छौँ। यहाँ चाहिँ अब घोडाहरू पनि चराउने ठाउँहरू, अब घोडामा हिँड्ने साथीहरूको अब माथि घिमठाँटीमा छोडेर घोडालाई यत्तिकै छोडिदिएको हुन्छ। यहाँ चाहिँ घोडाहरू आफू खुसी चरेर बसेका हुन्छन्। यहाँ चराउने मान्छेहरू पनि कोही पनि हुँदैन। अनि घोडाहरू कहीँ जाँदैन यो चौरीतिर चोरेर बस्छन्। उहाँ मैले अलिकति देखाएको छु हजुरहरूलाई। यहाँ अब मौसम पनि माथि गएपछि एकदम कुहिरोले ढाके जस्तो भइरहेछ है, चिसो पनि बढिरहेछ। अनि यहाँबाट चाहिँ अब लगभग सजिलो भयो। यो चाहिँ हाम्रो अब घिमठाँटी भन्ने ठाउँ आइपुग्नु लाग्यो है साथी हो। यहाँबाट चाहिँ हामी अब यो तलको बाटो जाँदैछौँ। लगभग हामी हिजोदेखिबाटको यात्रा हाम्रो अब आज घिमठाँटीमा बास हुन्छ। त्यसपछि चाहिँ भोलि हामीले चाहिँ दामोदर कुण्डको यात्रा गर्नेछौँ। तर जस मन्दिरको ठाउँमा जाने भएर होला एकदम गाह्रो भन्ने आनन्द फिल आइरहेछ। एकदम चिसोको मौसम पनि छ यता त, र साथीहरू पनि आउनु होला, यसो अनुभव लिने हो सबैभन्दा ठुलो कुरो। र हामी घिमठाँटी पनि पुगिसकेका छौँ। यहाँ चाहिँ अब 2वटा घरहरू बस्नलाई छ। तलपट्टि नै छ एउटा, हजुरहरूलाई त्यहाँ देखाइरहेको छु निलो जस्तो लागेको। त्यहाँ चाहिँ हामीले अब रातिको समयमा चाहिँ बस्नलाई चाहिँ हामीले यो ठाउँमा चाहिँ एकदम राम्रोसँग बस्ने ठाउँ भएको हुनाले यहीँ बस्ने व्यवस्था मिलाएका छौँ। यहाँ चाहिँ अब यहाँ साथीहरू चाहिँ बिहान अब घोडामा जाने अनि जानेहरू चाहिँ अब त्यही घोडामा जानुहुन्छ। उहाँले चाहिँ अब त्यो घोडालाई चराउनको लागि चाहिँ साइडमा छोडिदिनु भयो। अब भोलिपल्ट बिहान चाहिँ हामी अब त्यहाँ घिमठाँटीबाट मास्तिरतिर लागिसकेका छौँ। हामी जति माथि जान्छौँ त्यति हाइटहरू पनि बढ्दै गइरहेको छ। अहिलेको हाम्रो यहाँ देखाएका हाइट चाहिँ हजुरहरूको लगभग 5100 हाइट छ यो। यहाँबाट चाहिँ हामी अगाडि जाँदैछौँ। आज चाहिँ बेलुका चाहिँ पानी परेको भएर हिउँ पनि एकदम परेको रहेछ। उहाँ अलिकति हजुरहरूलाई देखाएको छु। त्यो हिउँ कटेर हामी जाँदैछौँ। हाम्रो चाहिँ यो दामोदर कुण्ड जाने बाटो घिमठाँटीबाट हामी चाहिँ माथितिर लगाइसक्यौँ। आज चाहिँ बाटोमा एकदम उसोहरू धेरै लागेको छ। अस्ति आउँदा चाहिँ यस्तो थिएन। मेरो चाहिँ दोस्रो चोटिको यात्रा हो यो। चिसो छ आज चाहिँ, अलिक बढी चिसो छ। केही छैन, हिँडेर हामी ग्रुपहरू आइरहेछौँ। साथीहरू चाहिँ धेरै पछाडि हुन्छौँ, उहाँ पछाडि हुन्छ देखिनु। यहाँबाट चाहिँ हाम्रो अब काठे पुल चाहिँ अलिकति घिमठाँटीबाट अलिकति माथितिर लागेपछि
काठे पुल भेटिन्छ। यहाँ चाहिँ अब सानो हिउँ पग्लेर अलि पानी पनि अलिकति चाहिँ अलिक बढेको रहेछ। यो काठे पुल कटेपछि हामी त्यो पारिपट्टि देखेको बाटोबाट उकालोतर्फ लाग्दैछौँ। अब हाम्रो उकालो जाने क्रममा चाहिँ 5400को हाइट हामीले पार गर्दै अगाडि जाँदैछौँ। ल पानीको भाव पनि एकदम आज अलिक धेरै नै छ, पहिला यस्तो थिएन। त्यो माथिको त्यो पानी निस्किने ठाउँभन्दा नि अलि माथिबाट हामी जानेछौँ। साथीहरू चाहिँ पारिबाट आउँदै हुनुहुन्छ, अलिअलि देखेको छ गाइज बाटो चाहिँ। अझै घाम नि अलिअलि लाग्ला जस्तो भएछ अहिले। तपाईँहरूको 7:30 भन्दा हो। यो ठाउँ चाहिँ अहिले 5200को हाइटमा छ। यहाँ चाहिँ हामीले वैशाख महिनामा आउँदाखेरि चाहिँ यहाँबाट फर्केर गएको थियौँ, हिउँ धेरै भएर हामी जान नसकेर। अहिले चाहिँ उसो एकदम धेरै लागेको छ। यहाँबाट चाहिँ हामी अगाडि बढिरहेको छौँ। ल हिउँ पनि परेको ठाउँनेरि हामी पुग्न लागिसकेका छौँ। यहाँ चाहिँ हिउँहरू धेरै छ। अब हिउँहरूमा फोटोहरू पनि खिच्न सक्नुहुन्छ। भ्यू पनि यहाँबाट खतरा देखिन्छ। बिहानको सिन एकदम उज्यालो हुँदै जति माथि गयो उति उसोहरू पनि अलिअलि छ्याङ्ग हुँदै गइरहेको छ, घाम लागेर होला सायद। र हिउँमा हिउँबाट अब हामी टेक्दै अब माथितिर अब उकालो चढ्ने क्रममा छौँ। यो चाहिँ 5400को हाइट हामी चढिरहेको छौँ। साथीहरू कोही अगाडि पनि हुनुहुन्छ अहिले चाहिँ। यो माथिपट्टिको हजुरहरूले देखिरहनु भएको छ, यो चाहिँ 5400को हाइटको हिमाल हो। यहाँ चाहिँ अब यो पार गरेपछि अनि हामी 5700को हाइट पनि पार गर्नेछौँ। साथीहरू पनि बिस्तारै चढिरहनु भएको छ। यहाँ चाहिँ एकदम चिसो पनि छ, भर्खर हिउँ परेको भएर त्यति धेरै हिँड्नलाई गाह्रो चाहिँ हामीलाई भएन। अब हामी एउटा छुट्टै अनुभव पनि एउटा बटुल्दै यो ठाउँमा चाहिँ हामी पुगिरहेछौँ ग्रुपिङमा। एकदम रमाइलो आनन्द पनि भइरहेछ र गाह्रो पनि भइरहेछ हिँड्नलाई। भारी पनि छ, अब सामान पनि छ, सबै कुरा छ। ल हामी अब माथि हाइटको चुट्टीमा पुगेका छौँ। चुट्टीमा चाहिँ यसरी झन्डाहरू यसरी राखिएको छ, सायद लामाहरूले राख्नु भएको होला। झन्डा चाहिँ अब त्यहाँबाट चाहिँ भ्यूहरू पनि खतरा देखिन्थ्यो। अहिले चाहिँ हिउँ परेर पुरै ढाकेको भएर हिउँको भ्यूहरू चाहिँ देखाएको छ। यहाँबाट चाहिँ हामी तलतिर चाहिँ ओह्रालो झर्दैछौँ। अब यो खोलाको नाम चाहिँ अरू नै थियो, तर यहाँ मान्छेहरूलाई चाहिँ धेरै चिसोले अचुजुल लाग्ने भएर अनि सास फेर्न गाह्रो भएर मान्छे धेरै यहाँ बित्नु भएको भएर यहाँ चाहिँ यो खोलालाई चाहिँ भूत खोला भनिँदो रहेछ। यहाँ चाहिँ अब हामीले अब बसेर अब साथीहरूलाई कुर्ने अनि सँगै अब खाना हामीले खाना बनाएर हालेको थियौँ र चाउचाउ बनाएर बाटोमा हामीले खाएर यहाँबाट चाहिँ हामी अगाडि बढ्नुपर्छ। हामीले यहाँ चाउचाउ यसरी बनाएर सोबिनहरू हालेर अलिअलि काम चलाउ जसरी अलिकति बनाएर हामी खाने क्रममा छौँ। हाम्रो ल पाकेको खाना चाहिँ हाम्रो यस्तो भएछ। यहाँ यस्तो खाना हामी खाएर हामी दामोदर कुण्डको यात्रामा हामी अगाडितर्फ अब लाग्ने क्रममा छौँ। र खोला चाहिँ आज एकदम बढी नै रहेको छ। यहाँ चाहिँ अब जुत्ता नखोलिकन चाहिँ कट्नलाई अलिक गाह्रो होला जस्तो छ, तर साथीहरू चाहिँ जुत्ता नखोलिकन कट्नु भयो। र अब हामी 5700को हाइटमा अब चढिरहेछौँ। 5700को हाइट चाहिँ अलिकति ठाडो पर्ने भएकोले यहाँ चाहिँ अलिक गाह्रै हुन्छ। यहाँबाट चाहिँ भूतखोला चाहिँ हामी यति अब अलिकति माथि मात्रै चढाएको छौँ, तर भूतखोला यस्तो देखिएको चाहिँ त्यो पारिपट्टिको डाँडाबाट हामी तल झरेर यो माथिपट्टि फेरि पारिपट्टिबाट उक्लिँदैछौँ। यो चाहिँ 5700को हाइट। यो अलिकति हजुरहरूलाई पनि अलि गाह्रो हुन्छ यो 5700को हाइटमा। यहाँ चाहिँ प्रायः मान्छेहरू घोडामा चढेर जाने गर्नुहुँदो रहेछ। अब हामी चाहिँ हिँडेर गयौँ अनि बाटोमा चाहिँ हामीले अब यस्तो पुरै मरुभूमि जस्तो दृश्यहरू देख्न सक्छौँ। यहाँ चाहिँ एउटा केही पनि झार पनि छैन, उतो पारिपट्टिको हिउँ कटेर जानुपर्ने छ हामी। अब घाम लाग्दै गएर होला, हिउँहरू पनि एकदम पग्लिँदै गइरहेको छ। र हामी अब लगभग अब माथि पुग्न लागिसकेका छौँ। अब माथिबाट चाहिँ यो भ्यूहरू हजुरहरूलाई मैले देखाएको छु। यो चाहिँ अब 5700को हाइट माथि अब हामी लगभग पुगिसकेका छौँ। यहाँ पनि 5400को हाइटको जस्तै एउटा झन्डा पनि राखिएको छ। यो झन्डाबाट चाहिँ यहाँ चाहिँ अब हजुरहरूलाई चाहिँ फोटो खिच्न पनि एकदम राम्रो सिन देखिन्छ। अहिले चाहिँ यहाँ हिउँ लगभग पग्लिसकेको छ। यहाँ घाम धेरै चर्केर होला हामी यहाँ आउन पनि 3-4 घन्टामा हामी यो ठाउँमा आइपुग्यौँ घिउठाँटीदेखि। अहिले चाहिँ लगभग 1 जति बजेको छ दिउँसोको।
त्यो पारिपट्टि हजुरहरूले देखाउनु भएको छ त्यहाँबाट चाहिँ त्यही बाटो हुँदै हामी आएका छौँ। अनि यो साइडपट्टिको डाँडोबाट चाहिँ पारिपट्टि 5300 5400 हाइटमा चाहिँ अब सरकारको बजेट परेको छ पुल बन्ने भन्ने मैले यहीँ आएर थाहा पाएँ। अब त्यो पुल बन्यो भनेको चाहिँ एकदम आउनलाई 3-4 घन्टाको बाटै छोटो बनिन्छ। हजुरहरू आउनुभयो भने पछि पुलको बाटो हुन पनि सक्छ, तर बन्ने चाहिँ कहिले हो होइन। ठिक छ, अब त्यसै गरी अब हामी चाहिँ अब यो 5700 हाइटबाट चाहिँ अब ओह्रालोतर्फ झर्ने क्रममा छौँ। अब ओह्रालोतर्फ किनकि हाम्रो यात्रा अझ दामोदर कुण्ड पुग्नुपर्ने रहेको छ। फेरि बेलुका हामीलाई जान पनि ढिलो हुन्छ। अब यहाँबाट चाहिँ हामी ओह्रालोतर्फ लागिरहेका छौँ। ओह्रालो जाने क्रममा चाहिँ अब बाटोहरू पनि अब त्यति साह्रो गाह्रो पनि छैन, तेर्सो छ, ओह्रालो छ र यहाँको हिउँहरू चाहिँ सबै पग्लेर होला, अलि सजिलो पनि भएको छ। चिसो अलिक कमै भएको छ, हिउँ पग्लेर होला सायद। अब बाटोमा जाँदै चाहिँ हामीले अब लगभग 2-3 घन्टाको बाटो ओह्रालो झरिसकेपछि त्यो पारिपट्टि हजुरहरूले देखिरहनु भएको छ, त्यहाँ चाहिँ हाम्रो दामोदर कुण्ड रहेको छ, त्यो बाँधा लागेको तलपट्टि। अब हाम्रो पानी पनि एकदम प्यास लागेको छ, तलपट्टि त्यो खोला देखिएको छ, त्यहीँको पानी खाने भनेर हामी अलि छिटो हिँडेका छौँ। अब ठिक छ, हजुरहरू पनि आउन सक्नुहुन्छ, तर अलिकति व्यवस्थित भएर आउनु होला। अब हामीले खोलामा पानी खाएर हामी खोलाबाट मास्तिर उतापट्टि लागेका छौँ। अब खोला पनि एकदम तर्नलाई गाह्रो थियो। आज चाहिँ धेरै ठाउँमा पानी परेर होला, हिउँ परेर होला, खोलाहरू सबै ठाउँको एकदम बढिरहेको थियो। र बाटोमा चाहिँ हाम्रो दामोदर कुण्ड आइपुग्न अगाडि पुग्नलाई चाहिँ हरियाली अलिअलि झारसार देखिन्छ, च्याङ्ग्राहरू चराएको, त्यस्तो च्याङ्ग्राहरू पनि एकदम धेरै चराएको देख्छौँ, यसलाई चाहिँ च्याङ्ग्रा भनिन्छ। र बाटोमा चाहिँ मैले हजुरहरूलाई एउटा यहाँको हिमाली भागको खरायो भन्दो रहेछ नि, यो चाहिँ सानो एउटा खेलेर बसेको एउटा हजुरहरूलाई यो पनि देखाएँ। यहाँ चाहिँ एकदम राम्रोसँग खेलेर बसेका छन् यिनीहरू चाहिँ। अब कोही चाहिँ यहाँ घाम तापेर बसिरहेका छन्, कोही खेलिरहेका छन्। यहाँको चाहिँ हिमाली भागको खरायो भन्दो रहेछन्, मैले नि यहाँ आएर पहिलोचोटि देखेँ। र यहाँ च्याङ्ग्रा पनि जति अलिकति माथि गएपछि अर्को ठाउँमा पनि यस्तै गरी च्याङ्ग्रा देखिएको छ। र त्यो चाहिँ हाम्रो दामोदर कुण्डबाट अलिकति तलपट्टि हाम्रो बस्ने ठाउँ घरहरू रहेको छ, त्यो घर चाहिँ हजुरहरूलाई त्यहाँ सिन मार्फत देखाएँ। र दामोदर कुण्डको वरिपरि पनि च्याङ्ग्राहरू चरिरहेका छन्। यो यहाँ चाहिँ घोडामा आउने यहाँबाट चाहिँ हाम्रो अब दामोदर कुण्डको इलाकाभित्र चाहिँ मैले प्रवेश गरिसकेको छु। अब यहाँबाट अब वरिपरि जालीहरूले घेरिएको पनि छ। अब म चाहिँ अब यहाँबाट भित्र छिर्दैछु, हजुरहरूलाई यसो छिर्न अगाडि यहाँको दृश्य देखाएको छु। यहाँनिर 3वटा कुण्डहरू छन्, जसमा चाहिँ अब पहिलो सुरुमा चाहिँ 3वटा कुण्डहरूमा चाहिँ पहिलो सुरुमा चाहिँ अब हजुरहरूलाई तामाकुण्ड देखाउन गइरहेको छु। यो तामाकुण्डमा चाहिँ एकदम राम्रोसँग भ्यूहरू देखिन्छ यहाँबाट चाहिँ। यो चाहिँ हाम्रो सुरुमा जाँदै सुरुमै पर्छ। यहाँको विशेषताहरू पनि एकदम धेरै नै रहेको छ। अब हामीले त्यहाँ अलिकति गुरु बस्नुभएको थिएन, तर त्यहाँ एकजना चाहिँ हुनुहुन्थ्यो, मलाई चाहिँ सोध्न अलिकति भ्याएनौँ। र त्यहाँबाट हिमालको बिहानको भ्यूहरू पनि खतरा देखिएको छ। त्योभन्दा बिचमा चाहिँ अर्को एउटा पोखरी जस्तो छ, यसमा चाहिँ दुधकुण्ड र चक्रकुण्डको पानी मिसिएर आएको छ। अब हामी यो कुण्डमा चाहिँ नुहाउने ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ अस्ति पनि म पहिलोचोटि आएर नि नुहाएर गएको, फेरि दोस्रोचोटि आएर नि नुहाउने अवसर मिल्ला जस्तो छ। अब भोलि बिहान नुहाउने गरेका छौँ होइन, यस्तो छ। अब यहाँनिर पैसाहरू पनि चढाउनु भएको छ, यस्तो छ है। यहाँ चाहिँ नुहाउने ट्याक्क पूजासुजा गर्ने गरिएको छ। त्यहाँ घोडाहरू चरिरहेका छन्, घोडाहरू चलिरहेका छन्, कस्तो मजाले चलिरहेका छन्। बच्चा पनि कति राम्रो छ भने म चाहिँ नजिकतिर गइरहेको छ। घोडा अब जान्छ कि भाग्छ के गर्छ होइन, यस्तै राम्रो छ यहाँ। के अरे घोडाले चढ्ने झार चिरेछ होइन, त्यसपछि हेर्नु नि कति राम्रो बच्चा। उहाँ एउटा छ पारिपट्टि, त्यो चाहिँ दामोदर कुण्डको चरा। ल ल ल ल आइज यता ल कस्तो मजाले चरेको यो सानो बाछी भन्नु आएको छ अरे।
घोडाको बच्चा कलिलो घाँसको मुनाहरूसँगै घोडाको बच्चा पनि एकदम राम्रोसँग चरिरहेको छ। अब यसलाई चाहिँ बानी लगाउनलाई होला सायद यदि माथि लगेर त्यहाँ लाने ल्याउने गरिएको। यही घोडामा चाहिँ मान्छेहरू चाहिँ चढेर त्यहाँ दामोदर कुण्डको दर्शन गर्न भनेर चाहिँ आउने जाने गरेको हामीले त्यहाँ गएर आफैले पनि देख्यौँ। र यहाँबाट चाहिँ अब यहाँ चाहिँ झार भएको भनेको इलाका चाहिँ दामोदर कुण्ड वरिपरि मात्रै रहेको छ। यहाँ चाहिँ एउटा शक्ति पनि धेरै किसिमका शक्ति भनौँ न भगवान् विष्णुको शक्ति पनि रहेको छ। र अब बच्चाले पनि अब आफ्नो आमासँग ट्याक्क बसेर दुधहरू पनि खाइरहेको छ। भगवान् विष्णुको शक्ति भएको कारणले गर्दा चाहिँ यो इलाकामा अलिकति हरियाली धेरै रहेको छ। अब हामी यहाँबाट चाहिँ मास्तिर अर्को दुधकुण्ड र चक्रकुण्डको हेर्नको लागि हामी गइरहेको छौँ। बिचमा चाहिँ हाम्रो अब दुधकुण्ड सुरु हुन्छ। दुधकुण्डमा चाहिँ अब यहाँ चाहिँ पूजाआजा गर्ने अनि श्राद्धहरू कसैले इच्छा गरेका कुराहरू माग्ने अब के गर्ने गरिएको छ। दुधकुण्डको दर्शनपछि हजुरहरूलाई म चक्रकुण्डको बारेमा पनि देखाउन गइरहेको छु। यो चक्रकुण्डमा चाहिँ अब हामीले त्यहाँ गएर एउटा कुरा पनि थाहा पायौँ। यहाँ चाहिँ अब पहिला सुरुमा चाहिँ एउटा ऋषि चाहिँ त्यहाँभित्र छिर्नु भएछ। त्यहाँ चाहिँ अब 7 दिनपछि त्यहाँबाट हराएर चाहिँ पछि फेरि जीवितै निस्किनु भएछ। न त त्यहाँ नहुने जति ऋषिमुनिहरू चाहे अरू मान्छेहरू चाहिँ त्यहाँबाट तलै तानेर चाहिँ त्यहाँ एकदम गायब हुनुहुन्छ भन्ने चाहिँ हामीले त्यहाँ गर्छौँ। त्यसको बारेमा चाहिँ अलिकति सानो क्लिप हजुरलाई देखाउँदैछु। सर तपाईँलाई चाहिँ यहाँको दामोदर कुण्डको बारेमा चाहिँ के थाहा छ त्यस्तो यसो केही कुराहरू? अब हामी त टाढोबाट घुम्न भनेर आयौँ, यहाँको बारेमा के जानकारी छ यसो के भनिदिनु न। अब यो दामोदर कुण्ड भनेर खास चाहिँ यो सिङ्गै एउटा चाहिँ नि समग्र रूपमा चाहिँ नि एउटा दामोदर कुण्ड एउटा मात्रै छ भन्ने सबैको चाहिँ मानसिकता पुगिरहेको छ। अब खास भन्नुपर्दा चाहिँ यो चक्रकुण्ड रहेको छ। यो चक्रकुण्ड चाहिँ यो हेर्दाखेरि चाहिँ नि किन चक्रकुण्ड भनेको होला भन्ने चाहिँ नि एउटा चाहिँ मान्छेको मानसिकतामा चाहिँ चढेको हुन्छ। यो चाहिँ भित्र यो पोखरीभित्र चाहिँ बिचमा चाहिँ एउटा पोखरीभित्रै एउटा चाहिँ चक्रको जस्तो चाहिँ आकृति रहेको छ। त्यसभित्र चाहिँ अहिलेसम्म चाहिँ कुनै पनि व्यक्ति त्यहाँभित्र गएर चाहिँ छिरेर म नुहाउँछु भन्यो भने त्यो व्यक्ति चाहिँ जिउँदो फर्केको रेकर्ड छैन भन्ने चाहिँ हामीले जानकारी प्राप्त गरेका छौँ। र यहाँ भित्र चाहिँ एकजना साधु चाहिँ केही हुँदैन के हुन्छ र म छिर्छु भन्ने हिसाबले चाहिँ उहाँ छिर्नु भएको थियो। उहाँ छिर्दाखेरि चाहिँ त्यहाँभित्र चाहिँ एकदम उहाँ छिरिसकेपछि तल एकदम भर्याङ एकदम चाहिँ 3 दिनसम्म चाहिँ उहाँ भर्याङ चाहिँ जानुभयो अरे। र 3 दिनपछि चाहिँ एउटा हातमा चाहिँ केही थाप भनेर चाहिँ उहाँले थाप्दाखेरि त्यो हात थाप्दाखेरि चाहिँ उहाँलाई चाहिँ उछिट्याएर चाहिँ बाहिर निकालिदिएको र उहाँ चाहिँ एकजना मात्रै अहिलेसम्मको रेकर्डमा सकुशल निस्केको यो चक्रकुण्डबाट भन्ने चाहिँ किंवदन्ती रहेको छ। किंवदन्ती भन्दा पनि मलाई चाहिँ एकजना गुरुले नै यस्तो भएको भन्ने कुरा चाहिँ जानकारीमा आएको छ। र अब यता रहेको छ। अब सँगै चाहिँ हाम्रो दुधकुण्ड रहेको छ। यो दुधकुण्डमा पनि यो चाहिँ एकदम पवित्र दुधकुण्डको पानी र चाहिँ यो चक्रकुण्डको पानी गएर चाहिँ तल एउटा धारो चाहिँ निर्माण भएको छ। त्यो धारामै चाहिँ नुहाउँदा चाहिँ एकदम उपयुक्त हुन्छ। किनकि हाम्रो चाहिँ मानसिकता के छ, कुण्डैमा गएर कुण्डैभित्र छिरेर नुहाउने भन्ने चाहिँ छ सोचाइ। मेरो पनि सोचाइ त्यस्तै थियो। तर चाहिँ बुझ्दै जाँदा चाहिँ यो कुण्डभित्र ननुहाएर कुण्डभित्र त देवता हुन्छन्, भगवान् हुन्छन्। त्यो कुण्डभित्र छिर्दा चाहिँ भगवान्लाई चाहिँ लात्ती लाग्छ, यस्तो चाहिँ अशुभ हुन्छ, राम्रो हुँदैन। त्यो किसिमले गर्दाखेरि चाहिँ यहाँबाट बगेको पानी तल धारा छ, धारामै गएर चाहिँ नुहाउँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। तपाईँ चाहिँ अहिलेसम्म कतिचोटि आइपुग्नु भयो यो दामोदर कुण्डको दर्शन गर्नको लागि? अहिलेसम्म चाहिँ म करिब चाहिँ अहिले करिब भन्दा पनि म 2 चोटि आइसकेँ यो कुण्डमा। र चाहिँ मैले यो कुण्ड यसो हेर्दाखेरि नि एकदम प्राकृतिक रूपमा पनि एकदम सुन्दर रहेको छ। यहाँ 3वटा कुण्ड चाहिँ जुन चक्रकुण्ड, दुधकुण्ड र चाहिँ तामाकुण्ड समग्र चाहिँ 3वटा कुण्डलाई चाहिँ समेटेर चाहिँ भन्दाखेरि चाहिँ यहाँ दामोदर कुण्ड भनिन्छ। तर चाहिँ यहाँ चाहिँ 3वटा कुण्ड रहेको छ।
हेर्दाखेरि एकदम प्राकृतिक चाहिँ सौन्दर्यताले एकदम भरिपूर्ण रहेको छ। यहाँ आउँदाखेरि मलाई चाहिँ कस्तो भयो भन्दाखेरि बाटामा सबैलाई गाह्रो भयो भनेर भन्छन्, तर मलाई चाहिँ एकदम चाहिँ मनमा चाहिँ एकदम त्यो ज्यान पनि हल्का भएर चाहिँ यसरी चाहिँ म चाहिँ एकदम यहाँसम्म आउँदाखेरि कसैलाई लेक लाग्ने, कसैलाई चाहिँ नि के हुने, बिरामी हुने, वाकक लाग्ने यस्तो हुन्छ भनेर भने। तर म दुईचोटि आएँ। हाम्रो चाहिँ नि बाटामा चाहिँ 53 सयको हाइट र 57 सयको हाइट चाहिँ नि हामी छिचोलेर आउनुपर्ने हुन्छ। त्यो हाइट छिचोलेर आउँदा पनि मलाई चाहिँ अहिलेसम्म यो दुईचोटि चाहिँ आएँ। यो दुईचोटि आउँदासम्म चाहिँ मलाई चाहिँ कुनै पनि त्यस्तो किसिमको समस्या भएको छैन। अब तपाईँ चाहिँ अब आउने मान्छेहरूलाई चाहिँ यहाँ आउने तीर्थयात्रीहरूलाई चाहिँ कस्तो सुझाव दिन चाहनुहुन्छ? यहाँ आउँदा ठिक हुन्छ कि लिक लाग्छ कि के हुन्छ, त्यसको बारेमा नि अलिकति केही भनिदिनु। अब यस्तो हो, अब त्यसको बारेमा चाहिँ अब यो लेक चाहिँ पक्कै पनि लाग्छ। अब एकदम चाहिँ नि अल्टिच्युडमा चाहिँ नि पहिला पाहाडतिर चाहिँ नहिँडेको मान्छेहरू तराईबाट चाहिँ नि एकैचोटि चाहिँ नि यो चाहिँ हाइटमा चाहिँ नि क्रस गरेर आउँदाखेरि पक्कै पनि अलिकति चाहिँ नि समस्या चाहिँ हुन्छ। तर यहाँ आउने मान्छेहरू चाहिँ प्रायः जसो हिँडेर आउनुहुन्न, उहाँहरू चाहिँ नि प्रायः जसो तल हाम्रो यारा घारा झुमीठाँटीबाटै चाहिँ नि घोडामा आउनुहुन्छ। एका दुई मान्छेहरू मात्रै हिँडेर, जस्तो चाहिँ हामी चाहिँ हिँडेरै आयौँ। प्रायः जसो मान्छेहरू चाहिँ घोडैमा चाहिँ सवार गरेर चाहिँ नि आउनुहुन्छ यहाँसम्म। र उहाँहरूलाई चाहिँ नि त्यो घोडामा सवार गरेर आउँदा पनि अलिकति चाहिँ यो अलि एजेड जस्तो चाहिँ नि अलिकति चाहिँ नि भनौँ न अलि बुढापाका भइसकेपछि चाहिँ अलिक धर्म कर्ममा चाहिँ नि अलि चाहिँ नि चासो हुन्छ। उहाँहरू आउन खोज्नुहुन्छ, आउँदाखेरि चाहिँ अलिकति बाटामा समस्या चाहिँ पर्न सक्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ अलिकति आउँदाखेरि चाहिँ आफ्नो चाहिँ नि हाई अल्टिट्युडका चाहिँ औषधिहरू, पोर्टेबल अक्सिजन सिलिन्डरहरू बोकेर आउँदा चाहिँ एकदम राम्रो। हस् त, हस्, तपाईँलाई यति हामीलाई जानकारी दिनुभयो, त्यसको लागि हजुरलाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। अब हामीलाई पनि धेरै कुरा हजुरबाट थाहा भयो। ठिक छ, अब पछि पनि अब अरू कुरामा नि अब हामीहरू कुरा गर्दै गरौँ ल। अहिलेलाई यति नै है त। ल, थ्याङ्क यू। थ्याङ्क यू, मलाई यति कुरा राख्ने चाहिँ मौका दिनुभयो, त्यसको लागि हजुरलाई पनि एकदम धन्यवाद। उहाँबाट पनि हामीले अब धेरै कुराहरू जानकारी पायौँ। अब त्यसै गरी अब हामी अब राति पर्न लागेको छ। राति परि अब हामी बिहान उठेर अब त्यहाँ गएर नुहाउने एउटा काम हामीले गर्न बाँकी छ। बिहान चाहिँ हाम्रो साथीहरू सबैजना नुहाउन भनेर गइसक्नु भएको छ। म चाहिँ अलिकति ढिलो भयो, त्यसैको लागि म अब एक्लै भएको छु। अब जाँदैछु। अब हजुरहरूलाई अघिल्लो उसमा पनि देखाएँ, बिहान चाहिँ एकदम उसो लाएर पुरै कुहिरोले ढाकिएको छ, मौसम पनि खुलेको छैन। हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ अगाडि देखिरहेको छ। अब यसै गरी अब तामाकुण्ड हुँदै हामी अब अगाडि दुधकुण्ड र चक्रकुण्डबाट मिसिएर आएको पानीमा चाहिँ हामी त्यहाँ भित्र नुहाउन मिल्दैन भनेर हामीलाई त्यहाँको एकजना बाजेले भन्नुभएको थियो। पहिला त्यस्तै गरी नुहाउने क्रममा चाहिँ त्यहाँ मान्छेको त्यहाँ मृत्यु पनि भएको रहेछ भन्ने हामीले त्यहाँ गएर थाहा पायौँ। त्यसै गरी हामीले त्यहाँ मन्दिरमा नुहाउने साइडमा चाहिँ एउटा सानो मन्दिर छ, त्यहाँ चाहिँ पूजासुजा गर्ने, जलसल चढाउने भनेर छ। त्यहाँ चाहिँ म अब नुहाउन सुरु गरिसकेको छु। अनि अब यहाँ मन्दिरमा पनि अलिअलि यसो जलसल चढाएर अब नुहाउन चाहिँ बिहान चिसै थियो, तर चिसो भए पनि एकदम आनन्द आयो। नुहाएपछि चाहिँ फुर्ती पनि आयो शरीरमा। अलिकति नुहाउन पनि अब सबैजना नुहाइसक्नु भएको थियो, म एक्लै भएँ लास्टमा। यहाँ चाहिँ नुहायो भने चाहिँ पितृहरू पनि पार लाग्छन् र पापहरू पनि कट्छन् भन्ने एउटा विश्वास त्यहाँ गएर थाहा भयो, त्यो पाइन्छ भन्ने चाहिँ। र साइडमा चाहिँ हाम्रो त्यो मूर्तिमा पनि अब त्यहाँ पूजासुजा अलिअलि, पूजा त अब त्यति धेरै राम्रोसँग त गरिएन, त्यो अलिअलि आफूले जानेको मनको कुराहरू त्यहाँ व्यक्त गरेर त्यहाँबाट म चाहिँ अब अगाडितर्फ लागेको छु। अब अगाडि जाने क्रममा चाहिँ बिहान चाहिँ अलिकति मौसम खुलेर चाहिँ हिमालहरूको सिनहरू एकदम राम्रोसँग त्यहाँ देखिएको थियो। अनि अब त्यहाँ साथीहरूले पनि फोटोसोटो खिच्ने अलिकति गर्नुभएको थियो, तर मैले चाहिँ खासै धेरै फोटो पनि खिचिनँ। अब त्यहाँबाट अब लास्टमा चाहिँ अब मन्दिरतर्फ जाने क्रममा चाहिँ मन्दिर पनि त्यो दुधकुण्डको माथिबाट दुईवटा सानो मन्दिरहरू थियो। त्यो मन्दिरमा नि अब बिहान एकछिन त्यहाँ दर्शन गरेर अब फर्किनुपर्छ भन्ने तयारीमा म अगाडितर्फ लागिरहेको थिएँ। अब जाँदै चाहिँ बाटोमा अब यस्तो मौसमहरू खुला हुँदै गयो। मन्दिरमा नि अब जलसल हामीले थाप्ने काम पनि गऱ्यौँ बाटोमा। अब त्यहाँ दुधकुण्ड र 3वटा कुण्डबाट जल पनि थाप्यौँ। हामीले मैले देखाइरहेको छु हजुरहरूलाई।
र चक्रकुण्डमा पनि बिहान जलसल यसो चढाउने कामहरू पनि भयो साथीहरूबाट, मबाट पनि भयो। अनि अब त्यहाँ सबैजनाले आफ्नो मनको कुराहरू पनि व्यक्त गर्नुभयो। कसैको इच्छा चाहना यताउति पनि धेरै कुराहरूबाट त्यहाँ पापीहरूबाट पनि कटिने भएकोले एउटा आस्था भएकोले धेरैजना भक्तजनहरू त्यहाँ आउने गरेको पाइएको थियो। र त्यसै गरी म हजुरहरूलाई अब त्यो चक्रकुण्डको साइडमा पनि एउटा सानो मूर्ति थियो। योभन्दा अगाडिचोटि आउँदाखेरि चाहिँ मैले यहाँ हजुरहरूलाई एउटा सानो क्लिप पनि देखाएको थिएँ। यहाँ चाहिँ एउटा ध्यान गर्ने एउटा ठाउँ रहेको थियो। अब माथिपट्टि चाहिँ दुईवटा मन्दिरहरू छन्। त्यो मन्दिरहरूमा पनि एउटा यो चाहिँ हेलिकप्टरबाट ल्याइएको भन्ने त्यहाँ एउटा बाजेले नि हामीलाई भन्नुभएको थियो। मन्दिरहरू चाहिँ अब त्यहाँ मूर्तिहरू पनि हेलिकप्टरबाट ल्याएर त्यहाँ राखिएको धेरै वर्ष भयो भनेर त्यहाँ भन्नुभएको थियो। र मैले पनि त्यहाँ यसो दर्शन गर्ने मौका पाएँ। योभन्दा अगाडिचोटि चाहिँ मैले खासै यसको बारेमा त्यति बुझेको पनि थिइनँ। अहिले चाहिँ अलिकति यसको बारेमा त्यहाँ जानकारी पनि पाएँ। त्यसै गरी साइडमा अर्को पनि मन्दिर रहेको छ। त्यो मन्दिरमा पनि हेलिकप्टरबाट जति पनि यहाँ मूर्तिहरू मन्दिरहरू छन् त्यो चाहिँ हाम्रो हेलिकप्टरबाट ल्याइएको भनिएको छ। अर्को मन्दिर पनि मैले हजुरहरूलाई यहाँ देखाएको छु। यहाँभित्र चाहिँ ध्यान गर्ने भन्ने एउटा पनि रहेछ। त्यसपछि चाहिँ हाम्रो मन्दिरको दर्शन गरिसकेपछि हजुरहरूलाई लास्टमा अब एउटा सानो क्लिपहरू पनि यो दामोदर कुण्डको भ्यू त्यहाँ माथिबाट मन्दिरको साइडबाट देखाएको छु। अब बिहान आउँदा एकदम हुस्सो थियो। अहिले चाहिँ एकदम हुस्सो खुलेर एकदम क्लियर मौसम भएको छ। यहाँबाट चाहिँ बिहान एकदम सुन्दर आनन्द चिसो पनि छ अलिअलि। अब मौसम पनि एकदम राम्रो छ। हजुरहरू पनि आउनु होला, यहाँ दर्शन गर्नु होला, एउटा अनुभव लाइफमा एउटा अनुभव पनि लिनु होला भन्दै म पनि अब आफ्नो यता कोठातिर फर्किएको छु। अब हामी चाहिँ अब फेरि फर्किनुपर्ने हुन्छ होइन। फर्किनुपर्ने भएकोले गर्दाखेरि चाहिँ एकदम अब बाटोमा चाहिँ मैले एउटा दाइबाट पनि छोटो एउटा इन्टरभ्यू जस्तै हजुरहरूलाई यहाँको बारेमा जानकारी गर्न चाहन्छु। यहाँ आएर दर्शन गर्दा के अनुभव भइरहेछ यसो एक दुईवटा कुराहरू भनिदिनुहोस्। दामोदर कुण्ड प्रसिद्ध कुण्डमध्ये एक हो, जुन हामी अहिले घुम्न आइरहेका छौँ। घुम्न आउँदा यति फ्रेस लागेको छ कि जानलाई नै यति हर्षित महसुस भइरहेको छ क्या होइन। अब यहाँको चाहिँ अब परम्परा रीतिरिवाज हेर्दाखेरि एकदम अविस्मरणीय पल भन्ने लागिरहेको छ क्या मलाई चाहिँ। ल त्यसै गरी दाइले पनि एक दुईवटा कुराहरू भनिसक्नु भएछ। अब चाहिँ हामी यहाँ नुहाएर स्नान गरेर पनि आइसकेको छौँ। यहाँ पारिपट्टि चाहिँ हिमालहरू यस्तो दामी देखिरहेको भनेको काहीँ। ल हेरौँ ल, तपाईँहरू नै आउनु सक्नुहुन्छ। बिहान आउँदा हुस्सो लागेको थियो, अहिले यति छ्याङ्ग भइसकेको छ। त्यस्तै छ। अब फेरि अब मैले चाहिँ हजुरहरूलाई दामोदर कुण्डको बारेमा हामी सुरुदेखिबाट अन्तिमसम्म कति कठिन यात्रा गर्दै सहज बनाउँदै हामी गइरहेका थियौँ। त्यही यात्राको बारेमा चाहिँ हजुरहरूलाई थोरै भए पनि यसो जानकारी गराउँदा पछि आउँदाखेरि हजुरहरूलाई पनि केही सजिलो हुनेछ भन्ने एउटा आशा लिएर मैले हजुरहरू समक्ष छोटो एउटा भिडियो बनाएको छु। यसलाई चाहिँ अलि राम्रोसँग हजुरहरूलाई हेरेर ध्यान गरेर आउँदाखेरि चाहिँ अब के सामान ल्याउनु पर्ने रहेछ, कसरी आउनुपर्ने रहेछ, बाटोहरू कस्तो रहेछ भन्ने कुरा चाहिँ जानकारी हुनेछ भन्ने एउटा आशा लिएको छु। त्यस्तै गरी अब हजुरहरूलाई अब मेरो चाहिँ अब दुईचोटि भयो। अब पुनः फेरि अर्कोचोटि पनि फेरि आएँ भने यहाँको बारेमा जानकारी गराउने छु भन्दै अब हजुरहरूबाट अब म पनि यहाँबाट बिदा हुन चाहन्छु। र हजुरहरू आउँदाखेरि चाहिँ अलिकति व्यवस्था राम्रो गरेर आउनु होला, किनभने यहाँ एकदम रिस्की धेरै पनि छ। अब यहाँ केही भइहाल्यो भने पनि अब हजुरहरूलाई अब त्यस्तो भन्ने बित्तिकै गाडीहरू पनि उपलब्ध हुन अलिकति गाह्रै छ भन्दै हजुरहरू सबैको दिन राम्रो रहोस् र आगामी दिनहरू पनि यस्तै ठाउँहरूमा घुम्ने एउटा अवसर मिलोस् मलाई जस्तै भन्दै म हजुरहरू सामुबाट बिदा हुन चाहन्छु। हस्त सबैजनालाई नमस्कार, प्रणाम।